स्टार्ट। हेलो गाइस, एसटी ब्लगमा हजुरहरूलाई एकदम स्वागत छ। आज हामीसँग हुनुहुन्छ ए टक्क ए हैन। आज हामी यसो झाडीतिरबाट छिरेर हैन टक्क साथीको लागि एउटा फेसबुकको लागि चाहिँ बवालवाला भिडियो बनाउन गइरहेका छौँ। तपाईहरु हेर्न सक्नुहुन्छ हैन। जे जस्तो भए पनि अझै चाहिँ एकदम ठिक मान्छे हुन्। फलो गरिदिनु उहाँको फेसबुकको पेजलाई। त्यस पछाडि अलिअलि पैसा कमाउने बाटो पनि हो, अब गरी खान दिनु हैन। त्यो भिडियो तपाईको फलोले चाहिँ उसलाई अलिकति मिठो खाने पैसा आउँछ, केही छैन। तर चाहिँ अब हामीले देखाइन्छ के भन्छ त भन्दाखेरि समुद्र हैन, समुद्र यसलाई पनि घरिघरि देखाइदिन्छु म हैन। केही छैन, भ्लग फेरि हाल्दैन। अब समुद्रमा यहाँ जलपरीहरू कति छन्? जलपरीहरू छ रे गाइस। अलिकति भुज बढ्यो हामी बवालवाला जलपरी पनि म देखाउँछु तपाईहरुलाई। भाइ यो फाइदा छैन, के हेरिदैन के काल चस्मा लाएर अब फेरि फाइदै छैन। जे जस्तो भए पनि अब थोरै फोटो सुटिङ चलिरहेको है। छुस्सा देखाइदिएँ मैले हैन। त्यसमा पछाडि अझै कस्तो फिल भइरहेको हेर्न मिल्दैन। तपाईहरुले चाहिँ हेर्नु हैन, अझैले पनि हेर्न मिल्दैन। ओन्ली मी अझै हो क्या हेर्नु। तिमीहरुलाई भगवानले आँखा दिएको छ हैन, हेर्नलाई हेरिन्छ। तर हेर्ने नजरिया पनि फरक फरक छ नि त। नि मान्छे म त्यस्तो नजरले हेर्दिन क्या। तिमी पापी रहेछ के पापीले नेपाली म लोयल मान्छे हो। त्यस्तो नेपाली पछाडि हर नारीको इज्जत गर्न जान्नुपर्छ। हाम्रो नारीको इज्जत गरेर पनि बल्ल लाग्छ। म तपाईको इज्जत गर्छु क्या। मजाक गरिरहेको छु एउटा नारी डुबिरहन् बचाउनको लागि म जान भ्याउँदिन म, किनकि तपाईहरुको लागि एउटा बवाल भ्लग बनाउन लाग्यो। किनकि पछाडि लगाएर पर्फ्युम लगाएर निस्केको हैन, पर्फ्युम लगाएर हिँडेको। अब पछि पछि आउन पनि सक्छन् कि परिहरू, तर ठिकै छ, केही छैन। आउँदामा खासै फरक पर्दैन। भ्यू हेर्न गाइस, भ्यू बादल, रातो बादल समुद्रको माथि। ओहो हामी त यतिदेखि आएको थियौँ। अजय बहादुर कसको नाति? समुद्रले अलिअलि सुक्ला सुक्ला आएको हो, खालि केही छैन। अब छोटो ब्रेक पछाडि फेरि हामी भेटिन्छौँ। बाई बाई। हेलो अनि पुरा भिडियो थाहा छ ओके।